विभेद त यहाँनिरै गर्यो तिमीहरूले। हिजो आशिका तामाङले क्यूआर कोडबाटै पैसा संकलन गरेर जेनजीहरूलाई पैसा वितरण गर्दा आशिका तामाङलाई भगवानको दर्जा दियो। हिजो भाग्य नेउपानेले क्यूआर कोडबाटै पैसा संकलन गरेर दिनदुखीहरूको चुलो चौको बाली दिँदा भाग्य नेउपानेलाई भगवानको दर्जा दियो। हिजो पारस भट्टराईले क्यूआर कोडबाटै पैसा संकलन गरेर दिनदुखीको घर निर्माण गरिदिए, चुलो चौको बाली दिए, उनलाई भगवानको दर्जा दियो। हिजो भोजराज थापाले क्यूआर कोडबाटै पैसा संकलन गरेर दिनदुखी गरिबहरूको घर निर्माण गरिदिए, उपचार खर्च गरिदिए, उनलाई भगवानको दर्जा दिए। तर आज त्यही क्यूआर कोडबाट पैसा संकलन गरेर दुर्गम क्षेत्रका नानी बाबुहरू तुइनो चढ्दै गरेकालाई रोकेर पुल निर्माण गरेर एउटा समाजको काम गर्दाखेरि चाहिँ हर्क साम्पाङ राईलाई क्यूआर कोडको ट्याग लगाइदिए। विभेद त यहाँनिरै गर्यो तिमीहरूले। विरोध त सबैको गर्नुपर्छ, खबरदारी पनि गर्नुपर्छ, तर राम्रो काम गर्नेलाई तारिफ पनि गर्नुपर्छ, धन्यवाद पनि दिनुपर्छ, राम्रो काम गर्नेको प्रशंसा पनि गर्नुपर्छ। तर हाम्रो नेपालमा झोले प्रविधि छ। आफूले मन परेकाहरूले र आफ्ना पार्टीहरूले आफूले समर्थन गरेका व्यक्तिले जस्तो सुकै गरे पनि राम्रो गर्ने, तारिफ गर्यो भन्ने, प्रशंसा गर्ने। तर मन नपरेको पार्टी, मन नपरेको व्यक्तिले जतिसुकै राम्रो काम गरे पनि, जतिसुकै योगदान दिए पनि उसका सकारात्मक पक्ष होइन नकारात्मक पक्षको मात्रै टिप्पणी गर्ने, झन् उसलाई अर्कै ट्याग लगाइदिने। ल भन्नुस् त, एकजना व्यक्तिको त्यस्तो नाम दिनुस् जसले आफ्नो व्यक्तिगत सम्पत्ति, आफ्नो शिर सम्पत्ति बेचेर कुनै दिन दुखी गरिब पीडितहरूको घर बनाइदिएको छ।